एउटा गाउँमा एउटा सानो परिवार सुरेश र सीमा बस्थ्यो, जसको 2जना बच्चाहरू थिए। सुरेशले आफ्नो परिवारलाई धेरै माया गर्थे, तर उनले कहिले जीवन बिमाको बारेमा सोचेनन्। उनी स्वस्थ थिए र लाग्थ्यो, अहिले नै किन चिन्ता गर्नु। एक दिन अचानक एउटा दुर्घटना भयो। सुरेशको निधन भयो। परिवारलाई न केवल मानसिक पीडा, आर्थिक समस्या पनि भोग्नु पर्यो। घरको लोन, बच्चाहरूको पढाइ, दैनिक खर्च सबै कुरा अवरुद्ध भयो। सीमाले एकैचोटि सबै जिम्मेवारीको भार भोग्नु पर्यो। यदि सुरेशले जीवन बिमा गरेको भए परिवारलाई कम्तीमा आर्थिक सहारा त मिल्थ्यो। बिमाको रकमले लोन तिर्न, बच्चाहरूको भविष्य सुरक्षित गर्न र जीवन निर्वाह गर्न सहयोग त गर्थ्यो। जीवन बिमा भनेको प्रेम र जिम्मेवारीको एउटा ठोस अभिव्यक्ति हो। यो भविष्यको अनिश्चितता विरुद्ध सुरक्षाको कवच हो। आफ्नो परिवारलाई कहिले आर्थिक अँध्यारोमा नछोड्नुहोस्। त्यसैले आजै जीवन बिमा गर्नुहोस्, किनकि जीवन अनिश्चित छ, तर जीवन बिमाले हाम्रो घरको आर्थिक सुरक्षा गर्दछ।